हेलो साथीहरु नमस्कार। स्वागत छ आजको मेरो ब्लग भिडियोमा। आजको ब्लगको सुरुवात आमाले दाउरा मिलाउँदै हुनुहुन्छ। हामीले ग्यासमा खाना त पकाइन्छ, तर यो दाउरा पनि कहिलेकाहीँ काम लाग्छ। बाख्रालाई कुडो पकाउन नि बाख्राको खाना पकाउन। यो 2 वर्ष भयो आमाको ड्रागन फ्रुट लगाउनु भएको अरे। यसको मैले ब्लग भिडियो पनि बनाएको छु। अब यो मिलाउन पर्यो फेरि। भक्कुको रुख करेला फल्दै रहेछ नि अनि फले थियो उ भएछ। अब यो त रातो पाकेछ, बिउ काम आउँछ यसको नि। कोहीको अहिले म बारीमा छु। धेरै जस्तो मेरो ब्लग भिडियो बारीको कि बाटोको आउँछ। आमाले काम गर्दै हुनुहुन्छ, दाउरा यताको उता गर्दै हुनुहुन्छ। यो भक्कु ठुलै हुनुहुन्छ हौ, उत्रेको छन्। त्यसमा 3-4 वटा फलेको थियो। कुन यो सबै फालिदिनु बेलुका, यो सब ब्लग भिडियोहरू आउँछ। यो काम लाग्दैन, यो जाली बिक्री हुन्छ कि कसैमा लगाउन काम, त्यो झ्यालमा लगाउन काम लाग्छ। यो त यति राम्रो छ। अय्या यो जाली काम लाग्छ कसैमा। कहाँ छौ? कहाँ भन, कता हो के? लौ यो हिजो बनाएको खोर, कुखुराको खोरमा बाख्राको घाँस राख्ने बनाउनु भएको छ आमाले। हेर्नुहोस् कति मजाले। यहाँ बाख्रा अहिले खोरभित्रै छन्। घाम लागिसक्यो तर आमाले निकाल्नु भएको छैन अहिले। कुनै किन हो, किन निकाल्नु भएको छैन नि यिनलाई? यो बाख्रा मुनु पनि बसेछ। यो छोडिदिनु, अब हुँदैन हौ, सबै गयो, खतम भयो। दुःख गर्न मात्रै, फाल्दै हुन्छ अब यसलाई। चरा हेर्नु त कति मजाले कराइरहेछ। म कराएको त त्यो कराउन बन्द भयो। त्यो रुखमा कराइरहेको थियो, म कराएको त बन्द भयो। यहाँ मुनु बस्छ, हाम्रो मुनु कुखुराको खोरमै। खोल्ने हुन्न तँलाई त, खोल्ने अन्त निस्किने। आमाको काम अझै भ्याइएको छैन। के देखाउनलाई केही छैन। यताउता घुम्न नि जान पाइए छैन। खालि बारी अनि बाटोको ब्लग भिडियो। त्यहाँ कटर हेर्न जामै पाकेछ कि नै। यो साग आफै फल्ने बारीमा अर्ग्यानिक साग, यो पकाएर खाने यस्तो दामी हुन्छ। यहाँ म यहाँ कटर हेर्न आइरहेछु। सबै झारी छ। नाग देउता लुकेर बसेछ कि भन्ने डर यस्तोमा। हेर त, हेर्नु त यहीँ फलेछ कटर। कति मजाले फलेछ। अझै पाक्न टाइम लाग्छ। यो पाकेपछि खान मजा आउँछ। यसको काँचैमा तरकारी पकाएर खान नि मजा आउँछ। आउन त यो सबै बारी हो। त्यहाँ आँपको बुट्टा, आँप फले छैन तर बेलौती बतिला फलिरहेछन्। कति मजाले कराइरहेछ चरा। नेचर हेर्नु साथीहरू, नेचर गाउँघरको यस्तो हुन्छ। सहर बजारमा बस्ने साथीहरूले मेरो ब्लग भिडियोहरू हेरिराख्नु भएको छ नि, हजुरहरू कहिल्यै गाउँघरमा बस्नु भएको छ कि छैन कमेन्ट गरेर भनिदिनु होला।
गाउँघर भनेको गाउँघर हो के, नेचरै यस्तो दामी हुन्छ गाउँघरको। कटर हेर्नु एउटा यहाँ, यहाँ 4-5वटा, त्यहाँ त्यहाँ माथि कति हुन् यो हाम्रो सबै बारी अहिले जङ्गल बनेको छ। बर्खाको बेलामा हरियाली हरियाली हुन्छ, हरियाली। यहाँ खुर्सानी फलेछन् हेर्नुहोस् है, अस्ति टिपेको फेरि फलिसके। अब जाम घरतिर। यो के हो, यो के हो? गाबा, गाबा हो कि यो हल्दी हो, मैले चिन्न सकेन। चिन्ने साथीले भनिदिनु होला। यहाँ बेलौती हेर्नुहोस्, बत्तीला हालेछ कति मजाले। ए मकै, हिजो खनेको, यसमा तरकारी लगाउने हो या काँडाले। यो साग, आमाको काम अझै चलिरहेछ यहाँ। म कहाँ पुगेर आएँ? खोल्नु भएको छैन अझै बाख्रा? आमाले बाख्रा खोलेपछि मैले आफ्नो आजको ब्लग भिडियो यहीँ बन्द गर्ने भनेको, खोल्नु नै भएको छैन। अब खोल्न लाग्नुभयो। खोल्नुहुन्छ? ल खोल्दै हुनुहुन्छ। पुरा आत्तेछन् बाख्रा। दुर एउटा यिनी बाँधेको भएर यिनी आउन पाएनन्। बाख तिमीहरूको पाल पनि आउँछ। एउटालाई खोल्नुभयो। यो त खोल्ने बित्तिकै खाना पायो यसले त। अब अर्कोको पालो। मुनु मुनु बसेछ मजाले, कुखुरा मुनु एउटै खोरमा। ल अर्को नि। अब आमाले यहाँ खोल्दै हुनुहुन्छ, म एकछिन बाटोको भ्यू देखाएर है। बाटोको पनि त देखाउन पर्यो, बाटोमा बाहिर के चलिरहेछ। घाम लागेछ। यहाँ हाम्रो के भन्छन् काइलु बसेछ। बाटोको भ्यू उस्तै छ। अटो आइरहेछ हेर्नुहोस्, खाली छ सनसान। बच्चाहरू सबै स्कुल गए, अरू अब कता गए थाहा छैन। घरको पनि देखाइदिउँ। ए ल साथीहरू, आजको मेरो ब्लग भिडियो यति नै। यस्तै ब्लग भिडियोहरू लिएर आउनेछु। आजको लागि यति नै। ओके बाई।